हेलो गाइज, आज चाहिँ हामी मोमो बनाउन जाँदैछौँ र मैले राखेँ किमा। साथसाथै मैले अहिले लसुन काट्दैछु। उता मेरो साथीले चाहिँ प्याज काट्दै हुनुहुन्छ र अदुवा काट्दै हुनुहुन्छ। साथै मैले लसुनलाई भर्खर प्लेस गरेँ। साथसाथै फेरि मेरो भागमा खुर्सानी पनि पर्यो है, र खुर्सानी पनि काट्दैछु म। खुर्सानी काटेर फेरि मैले प्लेस गरेँ, तर यो त्यति स्पाइसी छैन ल यो खुर्सानी चाहिँ। साथमै मैले एड गरेँ धनिया मसला, अनि त्यस पछाडि जिरा मसला, यो टेस्टिङ पाउडर, र मैले एड गरेँ बेसार। साथसाथै टेस्ट अनुसार मैले नुन पनि एड गरेँ हैन। र यो हो मेरो मोमो मसला। र मैले तेल खराएर यसमा झैया पारेँ र मैले हात राम्रोसँग धोएर सफा गरेर हातले नै यसलाई मिक्स गर्दैछु हैन। यो चाहिँ एकदम राम्रोसँग मिक्स गर्नुपर्छ है, किनकि सबै ठाउँमा त्यो हाम्रो जति पनि काटेका छौँ प्याजहरू सबै मिक्स हुनुपर्छ। र एउटा मैले एड गर्ने बिर्सेछु बन्दा, त्यही भएर बन्दा पनि एड गरेँ अहिले। र त्यसलाई एकछिन मैले राख्थेँ फ्रिजमा स्टिम हुनको लागि। र साथीले यता चटनीको लागि सबै आइटम रेडी गर्नुभएको छ। हामीले चटनीमा चाहिँ टमाटर, खुर्सानी, धनिया अनि भट्टा सबै एड गऱ्यौँ र अमिलो बनाउनलाई कागती पनि निचार्यौँ र एकदम टक्क बनायो। र मेरो भागमा आयो अब मोमो बेल्ने काम, किनकि मलाई अर्को मोमोको त्यो के भन्छ त्यसलाई मलाई बनाउन आउँदैन, सो मैले बेल्ने काम गरिरहेको छु। र यता साथीले चाहिँ मोमो बनाउनु भएको छ, उहाँ चाहिँ एकदम राम्रो बनाउनुहुन्छ। र हाम्रो मोमो भयो रेडी। अब यसलाई टेस्ट गर्ने पालो, र मैले सबैभन्दा सुरुमै टेस्ट गरिहालेँ।